हेलो गुड मर्निङ सबैमा। अब कन्याम जाने तयारी हुँदैछ हाम्रो। शिखा पनि आएकी छिन् अनि बाबु शिखा मम्मी जान लागेको। बिहानै अहिले 5:30 बजे भयो। 5:30 बजे 6 बजे हामी हिँड्यौँ दमकबाट। यो दमकको चिया बगान देखाएको मैले। अब हामी जाँदैछौँ। गाडी बाटो बिग्रेर हल्लाको धेरै हल्लाको बाटो बिग्रेर नि सबैको खराब भयो पेट। बाटो बिग्रेर सबैतिर यता पूर्व पश्चिमको बाटो लास्टै बिग्रेको छ। अनि जानलाई हामी जाँदैछौँ। बिग्रेको बाटो पनि म देखाउँदैछु। हल्लेर टाउको हेर न, माई गड। हल्लाएर त्यो ग्यास पेट डुम्म पारेर ऊ चाहिँ मामुसँग आउनु नपाएर रिसाएर आएर न शिखा दिदी मामुसँग बस्यो भनेर ऊ रिसाइराखेको छ। अब हामी वहाँ पुगिसक्यौँ, कन्याम पुग्यौँ। मम्मी र म चिया खानलाई चिया अर्डर भइसक्यो। अनि टोइलेट गयौँ, बाथरुम गयौँ, पानी खायौँ, तातो पानी पुग्यौँ। वहाँ त जाडो चिसो। उनीहरू चाहिँ खाजा के खाने, केही रेन्ठा खाजा अनि त्यो सुगरको प्याकेट खाने अरे। अब त्यहाँ चिया पानी खाएर हामी निक्ल्यौँ माथि अब टुप्पातिर जानलाई। अनि उहाँबाट माथि त्यो झन्डा बैठामा घुमिवरि आएर तल झन्डा उसमा जाँदै रहेछौँ हामी। त्यतिखेर माथि जाँदैछौँ। त्यतिखेर बिहानै थियो। गएँ। मैले सबै ठाउँको चाहिँ मजाले भिडियो गरेको छुइनँ, सम्झेको अरू फोटो भिडियो नै खिच्यौँ। सम्झेको ठाउँमा मात्रै खिचेँ। मम्मीको भिडियो यतिखेर सम्झेँ। ऊ चाहिँ आफ्नो टाक लाउँदैछ धमाधम। ऊ आफ्नै तालमा उहाँ यता हाँस न भनौँ नहाँस्ने अरे। भाइसँग के डिस्कस गरेर रिसाउँदैछन् दिदीभाइ। अनि वरिपरिको भ्यू एकदमै राम्रो, चिसो हावा पुरै लागिरहेको थियो। लुगा हेर्नु न कपाल मेरो। ऊ चाहिँ रिसाएर हेर न, अझै मुड खराब भइरहेको छ भाइसँग डिस्कस गरेर। त्यसपछि हामी घुम्यौँ फर्क्यौँ। अनि फेरि आएर अनि चाहिँ खाजा खाऊँ भनेर खाजा खायौँ। मम्मीले चाहिँ दही चिउरा लानुभएको थियो। हामीले त्यहाँ मोमो इस्कुसको मोमो खायौँ तल आएर। अनि त्यसपछि खाजा खाएर अनि बुनुमा नेपाली ड्रेस लाउने भनेर उसले उसको रहर उहीँ पुगेको छु हामी। खाजा खाएर नेपाली ड्रेस लाउन बाबुले चाहिँ तामाङ ड्रेस लगाएको। नेपाली ड्रेसको कोटै छैन अरे, के छैन अरे। ल नि त जुन भए पनि ल उनीहरूलाई रहर ल भनेर लगाइदिए हुन्छ। अनि त्यसपछि हामी एकैचोटि अनि घर आइसक्यौँ होला हौ।